लीला तामाङ, होम रजाली मगर, किशनलाल चौधरी, आसमान तामाङ, कुल थापा मगर, साथै कोच किरण तमु ज्यूहरू सबै ग्रुपलाई म यो स्टेजमा 1 मिनेट विदिन 1 मिनेटमा सबैजना यहाँ स्टेजमा आइदिनु होला। लीला तामाङ, आसमान तामाङ, ग्रीष्मा तमुस्यो, मनिषा सुब्बा, काजल तामाङ, देवी माया सुनवार, किशनलाल चौधरी, होम रजाली मगर, कुल थापा मगर, प्रदीप पुन मगर, प्रदीप पुन मगर, कृपया सम्पूर्ण कलाकारज्यूहरूलाई एकैछिन स्टेजमै रहिदिनु होला। ग्रुपिङ फोटो लिनेछौँ हामी। फोटोको लागि हाम्रो कोनिजीका उपाध्यक्ष श्री कविराज राजवंशीज्यूलाई मैले आग्रह गर्न चाहे। यो प्रदीप सरको यहाँ छ छैन, जो छ त्यति गरिहाल्नु, ग्रुप फोटो खिचिहाल्नु त। हाम्रो सांस्कृतिक विभाग प्रमुखले बाँकीको सम्पूर्ण कलाकार हाम्रो कोच ज्यू आइसक्नु भएको छ। किरण तमुज्यू, हाम्रो मिस्टर इन्डिजिनियस श्री किशनलाल चौधरी ज्यू, SK7 हो बहिनी अनि सर यता त नगर न SK मेरो बुढा पनि छ है त्यो त देखेन छैन अहिलेसम्म चाहिँ देखेन। हजुर सोल्दिनी अनिसाहरू चाहिँ छ, सन्ध्या र अनिसा छ। कृपया कलाकारहरू लाइनबद्ध भएर बसिदिनु होला। हामी ग्रुप फोटो लिन गइरहेका छौँ। यो विश्व आदिवासी जनजाति दिवस, हाम्रो यस आजको 32औं विश्व आदिवासी दिवस कार्यक्रममा स्वागत नृत्य गरेर हाम्रो लेखिका कलाकारहरूले हाम्रा अतिथिज्यूहरूलाई स्वागत गर्नुभएको थियो। सम्पूर्ण कलाकारज्यूहरूलाई म पुनः यथास्थानमा आसन ग्रहण गर्न गर्दछु। तमु समाजज्यू यो बेबी भन्ने चाहिँ यहाँ कुनामा छ है, यहीँ बसेर कमेन्ट गरिरहेको छ। कञ्चन तमुस्यो, देखाउँछु ल म। कञ्चन तमुस्यो, मोनिका तमुस्यो, मेरो बेबी यहाँ छ है, ऊ रुपेश तमु, कमेन्ट गर्दै हो यहाँ। सुस्मिता तमुस्यो, यहाँ निकाल। कति सजिलो हुँदैछ यो कमेन्ट गर्ने बेबी यही हो ल। लभ यु बेबी। जातीय संस्थाका अध्यक्षज्यूहरूलाई म यो स्टेजमा आमन्त्रित गर्न चाहन्छु। अलरेडी हुनुहुन्छ नेतृत्वका सल्लाहकार हजुर सोल्दिनी डम्बर निबाङ लिम्बुज्यू, डम्कु थापा मगरज्यू, प्रमुख संरक्षक श्री विक्रम लिम्बुज्यू, जति पनि सल्लाहकार कृपया स्टेजमा आमन्त्रित गर्न चाहन्छु। जातीय संस्थाको यहाँ तामाङलाई छुइन है। अहिले हामीले डेकोरेसन निकालिसकेको छ, यति मात्र भन्छ। सल्लाहकार संरक्षकज्यूहरू मैले देखिरहेको थिएँ अघि यहाँनिर। सल्लाहकार संरक्षकज्यूहरू सल्लाहकार राजन कुमराज्यू गइसक्नु भएको छ। यो मायाको चिनो रहेको छ हाम्रो सुनिल वाइबा श्री लालबहादुर ढेङ्गाज्यूको नेपाल आदिवासी जनजाति महासचिव है। रक्सीगन ए यो रक्सी देख्यो भने लाइभ टिकटकमा भ्युज नै आउँदैन हो भनेको। धेरै लामो समयदेखि निरन्तर रूपमा हाम्रो पत्रकार
सहकार्य गर्दै आउनुभएको हुनाले हामीले उहाँलाई आज मायाको चिह्न प्रदान गर्न गइरहेका छौँ। श्री लालबहादुर ढुङ्गाज्यूलाई म यो मायाको चिह्न ग्रहण गरिदिनुको लागि स्टेजमा आमन्त्रित गर्न चाहन्छु। धेरै दिन भेट भइयो त बोल न बोल तिमी कसको बेबी भन त ओ सम्दिलेन बेबी भन्छ हो नेपाल आदिवासी जनजाति पत्रकार आमा हो ए सरी ला रक्सीको बोतल देखेछ यसले ब्युटीसी आमा नेपाल आदिवासी जेठान हो कति जेठान हो ल वरिष्ठ उपाध्यक्ष श्री जेठान भन्ने यहाँ कुरा मिलाउँदैछ गाइस आउने मङ्सिरमा बिहे फिक्स कवि राजवंशी मेरो मसँग होइन मेरो अर्कैसँग ल त गर्ने भयो गर्ने ल के गर्नु नमार्दा ट्राई गर्ने हो नमार्दो रहेछ मर्दै त्यो त थाहा हुन्छ नि होइन गाइस मलाई नमार्दा भने म त्यस्तो छैन ल होइन मान्छे अब हेर्दा पो सुकेको जिउमा लुकेको पाउँदैन थालाई बाँधिन्छ मान्छे तामाङ समाज युए नेपाल मगर संस्थाका युए तामाङ समाज युए नबस्ने भयो भने तामाङ समाज युए किरात राई आएका शाखा युए किरात ट्याक्थुङ चुम्लुङ युए पहिले किरात राई आएका शाखा युए ओ हेलो किरात ट्याक्थुङ चुम्लुङ युए यो तामाङनीहरू है किरात राई आएका शाखा युए सबै तामाङ यो हुन नसकेको साली हो किरात राई आएका शाखा युए किरात ट्याक्थुङ चुम्लुङ युए नेवाङ छ युए उतातिर बोलायो ओइ तिम्रो भेटेको थियो मैले तिमीहरू बसेको ठाउँमा क्या यस्तो भेटेको थियो हारु कल्याणकारिणी सभा युए बहिनीको होला हौ त्यहाँ रहेछ खसेको समाज शाखा युए प्रवासी भुजेल समाज सेवा समिति युए कोच राजवंशी प्रवासी समाज युए सम्पूर्ण जातीय संस्थाका प्रतिनिधिज्यूहरूलाई पनि म तयारी अवस्थामा बस्दिनको लागि म हार्दिक अनुरोध गर्दछु। फोन गर्न सर्नलाई मलाई फोन गर्न लुगा चेन्ज गर भन् लुगा चेन्ज गर भन् त्यसलाई अब घर जाने टाइम भयो के जाने हो हाम्रो कोच सर प्रशिक्षक ज्यू नेफिनीको हरेक कार्यक्रमहरूमा के भन्दैन कलाकारज्यूहरूलाई प्रशिक्षण गराई कार्यक्रमलाई सफल बनाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका कलाकार श्री किरण तमुजीलाई पनि मायाको चिह्न वितरण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। के रे जातीय संस्थाका कहाँ गएको थियो कृपया फोटो पनि खिच्दै गरिदिनु होला। ओ चामलिङ राईहरू छ यता हेलो गाइस ओ तामाङ समाज यो सामान हाल्नु पर्यो यार सबै भाग्यो यार आयो यो चाहिँ हाम्रो है हाम्रो किरण तमुजीले चाहिँ विभिन्न कार्यक्रमहरूमा हामीलाई हाम्रो कलाकारजीहरूलाई प्रशिक्षण गराउँदै आइरहनु भएको छ जस्तै नेपाल त्यति नै होला दाइ त्यति नै होला लास्ट होला आज विश्व आदिवासी दिवस
है गाइस अब चाहिँ र आगामी दिनमा पनि हामी किरण तामुज्यूबाट यस्तै आशा अपेक्षा राख्दछौँ। जातीय संस्था तमु समाज युएका सम्मानित व्यक्ति हजुर हो यो त गोरुको हो खोइ मलाई त्यस्तो लाग्छ। रविन्द्र तमु श्री शान्ति तमुज्यूलाई पनि म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। कृपया उहाँहरूको मायाको चिलो तयार गरिदिनुको लागि म प्रतीक कुन मगरज्यू र श्री शान्ति तमुज्यू रविन्द्र तमुको सम्मान पत्र ग्रहण गरिदिनुको लागि म तमु समाज युएका प्रमुख संरक्षक श्री हाम्रो भगवती तमुज्यूलाई स्टेजमा आमन्त्रित गर्न चाहन्छु। ओ सामान हाल्नु पर्यो अब सामान हाल्नु पर्यो किनभने अहिले गर्दैन सबै भाग्छ सम्मान पत्र साथै दोसल्ला पनि ओढाइदिनुको लागि म अनुरोध गर्न चाहन्छु। यो चाहिँ एउटा प्लास्टिकमा हालौँ यो खाले चाहिँ जति पनि सम्मानित हुने व्यक्तिहरू हुनुहुन्छ आफ्नो आफ्नो जातीय संस्थाबाट विगत लामो समयदेखि योगदान गर्दै आउनुभएको र उत्कृष्ट कार्य गरेर जातीय संस्थाले सिफारिस गरेको व्यक्तिहरूलाई हामी सम्मान गर्न गइरहेका छौँ। र अबको क्रममा नेपाल मगर यो पनि त्यही हालिदिएछ नेपाल मगर शाखा युएका वर्तमान सल्लाहकार श्री केशु थापा मगरज्यू साथै निवर्तमान सल्लाहकार श्री तारा राजपति मगरज्यूलाई पनि म स्टेजमा आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। कृपया सम्पूर्ण जातीय संस्थाका प्रतिनिधि सम्मानित प्रतिनिधिहरूलाई म तयारी अवसरमा हार्दिक अनुरोध गर्दछु। र त्यसै गरी तामाङ समाज युएका महासचिव श्री कपिल मोक्तानज्यू साथै प्रवक्ता श्री मोनिका योन्जनज्यूलाई पनि म यो स्टेजमा यो त यही छ त ए म त छाम जस्तो होइन रहेछ। र त्यसै गरी किरात राई शाखा युएका कोषाध्यक्ष श्री तिर्सिला चामलिङ राईज्यू सल्लाहकार श्री तारा कुमार गुरुङ राईज्यूलाई पनि म स्टेजमा आमन्त्रित गर्न चाहन्छु। तामाङ समाज युएका महासचिव श्री कपिल मोक्तान प्रवक्ता श्री मोनिका योन्जनज्यू र त्यसै गरी किरात राई शाखा युएका कोषाध्यक्ष श्री तिर्सिला चामलिङ राईज्यू तारा कुमार गर्मी भयो यार प्रमुख सल्लाहकार श्री कमल लाउज्यू सल्लाहकार श्री सुनिता पाक्माज्यू प्रमुख सल्लाहकार श्री कमल लाउज्यू श्री सुनिता पाक्माज्यू सल्लाहकार श्री सुनिता पाक्माज्यू ए सामान हाल्नु पर्यो अब पुऱ्याउनु पर्यो अहिले सबै जान्छ अहिले मान्छे धेरै छ होइन यसमा के हाल्ने यसमा के रहेछ हेरौँ न त्यही आन्सरको हाल्ने हो क्या अहिले मान्छे हुँदाखेरि सबैले पुऱ्याउने हो क्या के प्रतिनिधि श्री दिलीप नारायण श्रेष्ठज्यू श्री योगिता हाडाज्यू यो स्टेजमा आउने प्रवेशद्वार खुला गर्दै गर्दछु। त्यहाँ हाम्रो किराँतको चुमुनेका सल्लाहकार श्री सुनिता बाङ्लाज्यू आउनुहुन्छ। कहाँबाट हालेछ यार खुला गरिदिनुलाई कामजी त्यसै गरी थारू कल्याणकारिणी सभा युएका प्रतिनिधि श्री सलिता चौधरीज्यू श्री अभिमन्यु चौधरीज्यू खुट्टाको केमा थियो अघि बिहान कुनै बक्सहरू छ हाम्रो ए यो बक्स भित्र रहेछ होइन खुट्टाको चाहिँ
अध्यक्ष श्री गोबर फेरिसेनीज्यूलाई ग्रहण गर्नुहुन्छ। फुल त आएको रहेछ यहाँ किरातेतुङ चुम्लुङ युएका सम्मानित व्यक्ति हुनुहुन्छ प्रमुख सल्लाहकार श्री कमल लाउटीज्यू, सल्लाहकार श्री सुनिता पाङ्गाज्यू, सुनिता पाङ्मा यसको चामलले चाहिँ कहाँ हाल्नु यार यो थाल्नु त चामल चाहिँ हाल्दैन कि कुन हाल्ने हामा होस् होस् के हाल्दैन के त दुई चार केटा यार ए चाहिन्छ चामलको पनि थियो के कता कुन बोतल अगाडि मुन्दामा अरे ए होस् होस् निहाल्यो होइन अलिकति त छ के हो नेवापुचा गएन त युएका यहाँ भीमनारायण श्रेष्ठ श्री योगिता हाडाज्यू, पोस्टर निकाल्नुपर्ने होला निकाल्नुपर्छ सबै अर्को पनि बोलाउनु आग्लो सबै टाइम त भयो त अब त के रहेछ यो अघिको झोलामा हालौँ त यो अघि त्यो बेलुङहरू के थियो नि जम्बु हालिदिएको मैले त जम्बु अर्को छ के त्यसमा होइन जम्बु त अलग्गै हाल्नुपर्छ त्यहाँ सामान अर्को पनि छ नि पछि खोज्ने सजिलो हुन्छ क्या सामान एउटा होस् क्या पछि भुजेल समाज सेवा समिति युएका आशा भुजेल श्री मिनबहादुर भुजेल, समाज सेवा समाज शाखा युएका तेलीमाया कुमार श्री सुभाष सुनवार, कुमार समाज युए राजन कुमार, उपाध्यक्ष श्री राजन कुमार, सचिव श्री मीना कुमार, प्रवासी राजनीति समाज युए सुपथम राजवंशी सामिली राजवंशी, प्रतिनिधिज्यूहरू हुन भने कृपया जातीय संस्थाको अध्यक्षज्यूहरूले सम्मान गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यो बुद्धको मूर्ति यसमा थियो होइन सुनिता पाङ्माको भेटेको छैन प्रतीक्षा बेर्नु पर्यो एउटा ए बुद्ध हेर्ने म्याङ्ला यो होइन हो जान पाउँछ ए अब त पर्दैन अहिले एउटा उठाउँछु कि लास्ट पनि गर्छु त्यसलाई यो टेबल यता लानु त्यसलाई ऱ्याप गरौँ त राम्रो मुख चाहिँ बिग्रिन्छ क्या पुरै भेट्नु सिङ्गल के हुँदैन होला भित्र त पर्फर्मेन्स बाँडिदिनु सम्मान पत्र ग्रहण गरिदिनु हुनेहरू साइडमा बस्दिनु होला। सम्मानित पत्र कार्यक्रम सम्मान ग्रहण गर्दै गर्दा हाम्रो नेपाल आदिवासी जनजाति महासङ्घ युएको लागि नेपाली राजदूतावास आबुधाबीबाट शुभकामना सन्देश पठाउनु भएको छ। राजदूत श्री तेजबहादुर छेत्रीज्यूले म यो वाचन गर्नेछु। समय नेपाली राजदूतावास आबुधाबी श्री नेपाल आदिवासी
संरक्षण तथा समग्र राष्ट्रिय विकासमा पुर्याएको योगदान अत्यन्त महत्त्वपूर्ण र गौरवपूर्ण रहेको छ। अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसले यिनै योगदानहरूको सम्मान गर्दै आदिवासी समुदायका भाषा, संस्कृति, परम्परा र आदिवासी संरक्षण तथा प्रवर्धनप्रति सबैलाई थप प्रतिबद्ध हुन प्रेरित गर्दछ। संयुक्त नेपाली आदिवासी जनजाति समुदायले आफ्नो मौलिक संस्कृति र पहिचानलाई संरक्षण गर्दै नेपाली समुदायले एकता, सद्भाव र सहकारीको भावना अभिव्यक्त गर्न पुर्याउँदै आएको योगदान अत्यन्त प्रशंसनीय छ। यस्ता कार्यक्रमहरूले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो सांस्कृतिक सम्पदासँग जोडिराख्नुका साथै भावी पुस्तामा पनि यसको महत्त्वपूर्ण हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। अन्त्यमा 32औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस 2026 को अवसरमा सम्पूर्ण आदिवासी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै यहाँको सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय कामना गर्दछु। धन्यवाद। निर्वाचन क्षेत्री राजदूत र हामी केही छिन्दै सांस्कृतिक कार्यक्रम सुरु गर्नुहुनेछ। अनौपचारिक कार्यक्रम कृपया सबैजना मिलेर बसिदिनु होला। हामी ग्रुप फोटो लिनेछौँ। अग्लो मान्छे पछाडि बसिदिनु होला। र अनौपचारिक कार्यक्रमको लागि म सांस्कृतिक विभाग प्रमुख श्री प्रदीप मगरज्यू, प्रवक्ता श्री काजल तामाङ र महिला विभाग प्रमुख श्री सबिना चामलिङ राईज्यूलाई म तयारी बस्दिनको लागि हार्दिक अनुरोध गर्दछु। र विशेष गरी जातीय संस्थाका कलाकारज्यूहरूलाई यो स्टेजभन्दा पछाडिको भागमा तयारी भएर बस्दिनको लागि हार्दिक अनुरोध गर्दछु। हामी निरन्तर सांस्कृतिक कार्यक्रममा हामी निरन्तर 1 मिनेट पनि ढिलाको गरी नगरी अगाडि बढ्नेछौँ। आफ्नो जातीय संस्थाको पालो रहेको सन्दर्भमा अभाइलेबल छु भएन भने अर्को जातीय संस्थाले पालो पाउनेको जानकारी गर्दछु म। हामी देखिनुएको प्रोटोकल अनुसार सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाउनेछौँ। सामान के छ? सामान धार्मिक सामानहरू छैन? सके छैन सुरु न छैन हो अब छैन हालमा सके पानी हाल्दिनु सक्ने उनीको पानी जान्छ कि टिसु टिसु तपाईँको सामान के छ कि? तपाईँको सामान के छ कि? हाम्रो केटाहरूलाई सबैले बोलाइ ल्याउनु पऱ्यो। सामान पुऱ्याउनु जानु पऱ्यो। प्लास्टिक ट्याप थियो अघि छैन है? सम्पूर्ण सम्मानित व्यक्तिहरूलाई फेरि पनि हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्दै सम्पूर्णलाई पुनः यथास्थानमा प्रस्थान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। र केही ढिला सुस्ती नगरी आजका सभाध्यक्ष नेपाल आदिवासी जनजाति महासङ्घ निलयका
अध्यक्ष श्री भानुमती कुमार भगतजीलाई आजको कार्यक्रम औपचारिक कार्यक्रम समापन भएको घोषणा गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। कार्यक्रम सञ्चालिका नेपाली युनियनको महासचिव मनिषा लिम्बुज्यू अनि सञ्चालक नेपाली युनियनकी सचिव देवबहादुर लक्ष्मीज्यू, नेपाल आदिवासी जनजाति महासंघ युनियनद्वारा आयोजित आजको 32औं विश्व आदि दिवस कार्यक्रमका प्रमुख अतिथि श्री कुञ्जन शाहज्यू, उपस्थित विभिन्न संस्थाहरू पाल्नु भएको विशेष अतिथिज्यूहरू, नेपिङ योयाबद्ध जातीय संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू अनि विभिन्न जिल्ला संस्था लगायत अन्य संस्थाबाट पाल्नु भएका संस्था प्रमुख तथा प्रतिनिधिहरू लगायत आदिवासी जनजाति समुदायका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णमा नमस्कार। आदिवासी विवरण सबैले एकदमै मेरो काटिसक्यो। यहाँ अब स्पिच दिन पनि अलिकति गाह्रो महसुस भइरहेछ। ती सबैजना अहिले चाहिँ अर्कै मोडमा पुगिसक्नु भएको छ र पनि मैले अब भन्नै पर्ने कुरोहरू म अब भन्नै पर्ने हुन्छ। कार्यक्रम एक दिनको भए तापनि यसको तयारी चाहिँ लगभग पहिलो दिनसम्म चलिरहेको हुन्छ अनि मेरो कार्य समितिले पहिलो दिनसम्म मेहनत गरेर कार्यक्रम होइन सफल पार्न जुन सहयोग गर्नुभएको जुन भूमिका खेल्नुभएको छ, मेरो कार्य समिति सम्पूर्ण टिमलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी जातीय संस्थाका प्रतिनिधिहरू, जातीय संस्थाहरू पनि 15 दिन महिना दिन लगाएर चाहिँ सांस्कृतिक तयारी लगाए। जस्तो आजको विभिन्न किसिमको परिकारहरू त्यो तयार गर्नलाई धेरै नै समय लाग्छ, धेरै नै मेहनत गर्नुपर्छ। त्यसको लागि सबै जातीय संस्थाहरूलाई पनि मेरो व्यक्तिगत रूपमा अनि नेपिङको तर्फबाट चाहिँ धेरै धेरै धन्यवाद। अनि यो चाहिँ आर्थिकको पनि बाटो हुन्छ। आर्थिकमा विभिन्न स्पोर्ट्सहरूले सहयोग गर्नुभएको छ। स्पोर्ट्सहरूको नाम गरेर अलिकति चाहिँ अध्ययन नै हुन्छ कि जस्तो लाग्छ। त्यही भएर म स्पोर्ट्सहरूको नाम लिन चाहेँ। दरबार ज्वेलरी बर्दुबई, श्रेष्ठ कन्सल्टेन्सी एलएलसी, निको क्लिनिक एन्ड हिमालयन ग्लोबल ज्वेलरी एलएलसी, नाङ्गो रेस्टुरेन्ट बर्दुबई, कान्तिपुर ज्वेलरी एलएलसी बर्दुबई, नमस्ते ट्राभल एन्ड टुरिस्ट, ग्रिनलाइट ट्राभल एन्ड टुरिस्ट एलएलसी अबुधाबी, फिक्स्चर ट्राभल एन्ड टुरिस्ट एलएलसी दुबई, ग्राफिक पार्टनर एक्सिस ग्राफिक्स बर्दुबई, हस्पिटल पार्टनर काठमाडौँ क्लब एसकेसबी, Google Group, Sakya Boss Matsiyai, Sri Kur, Lecture View, Santala, Sanusram Antra, Diego, and Purple Flower, Tax Diego. अनि उहाँ सबैलाई धन्यवाद दिँदा दिँदै अघि भर्खर निर्वाचनको घोषणा पनि भएको हो, भनिसकेको छ कि नेपिङको एकदम अभिनव राम्रो हो जुन 12 जुलाईमा सम्पन्न भएको थियो। भूमिजीले नवनिर्वाचित अध्यक्ष श्री सूर्यबहादुर खवासजी लगायत निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई मेरो व्यक्तिगत तर्फबाट श्रीको नेपिङको तर्फबाट हार्दिक बधाई तथा शपथ कार्यक्रमको शुभकामना व्यक्त गर्दै आजको औपचारिक कार्यक्रम यही समाप्त भएको घोषणा गर्दछु। धन्यवाद आदिवासी। धेरै धन्यवाद। हाम्रो आजका कार्यक्रम समावेशी साथै नेपाल आदिवासी जनजाति महासंघ युनियनका अध्यक्ष उहाँले सबैलाई मध्यनजर गर्दै एकदमै छोटो र मिठो आफ्नो मन्तव्य राखी आजको औपचारिक कार्यक्रम घोषणा गरिसकेको छ र म पनि धेरै भूमिका नलागिकन यहाँहरूबाट कार्यक्रम गर्दा सानोतिनो त्रुटिहरू भइरहन्छ। केही म मात्र देवबहादुर घरती सञ्चालकको तर्फबाट यति भएमा हामी क्षमा पालिन्छौँ। आगामी दिनमा अझ सुधारेर हामी कार्यक्रम प्रस्तुत गर्ने आजका साथ यहाँहरू सम्पूर्णलाई फेरि पनि हार्दिक धन्यवाद दिँदै अबको कार्यक्रम अब चाहिँ फाइनली अब बिदा लिनुपर्ने हुन्छ। म कार्यक्रम सञ्चालिका साथै आदिवासी जनजाति महासंघ युनियनकी महासचिव बिदा लिँदै
पहिचान हाम्रो गौरव हो, पहिचान हाम्रो गौरव हो, संस्कृति हाम्रो प्राण। विविधतामा एकता हाम्रो शक्ति, यही हो हाम्रो पहिचान। नमस्कार आदिवासी हजुर। नमस्कार आजको यस 32औं विश्व आदिवासी दिवसको अवसरमा पाल्नु हुने सम्पूर्ण अतिथिहरू, सम्पूर्ण सदस्यहरू लगायत जति पनि नेतृत्वमा आबद्ध हुनुहुन्छ सम्पूर्ण जातीय संस्था प्रमुखहरूको संयोजनमा आजको दिन हाम्रो 32औं विश्व आदिवासी दिवस हामी मनाइरहेको छौँ। फेरि पनि सम्पूर्ण यहाँ उपस्थित सम्पूर्णलाई फेरि पनि स्वागत गर्दैछु है। 32औं विश्व आदिवासी दिवस 2026 को पावन अवसरमा यहाँ उपस्थित तपाईहरु सम्पूर्णमा म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र आजको यस अनौपचारिक कार्यक्रमको प्रस्तुताको हैसियतले यहाँहरु सम्पूर्णमा फेरि पनि हार्दिक व्यक्त गर्दै लास्ट प्यापुल से आज हामी यहाँ आफ्नो संस्कृति र आफ्नो एकताको उत्सव मनाउन आएको छौँ र हामी जहाँ पुगे पनि हाम्रो भाषा, संस्कृति र पहिचान हामीसँगै यात्रा गर्छ। पक्कै पनि आजको दिन त्यस्तै विशेष रहेको छ र हामी आजको दिनमा हाम्रो संस्कृति र विविधताको उत्सव मनाउन आएका छौँ। त्यसैले आजको यस कार्यक्रमभरि नै यहाँहरूको ताली, उत्साह र जोशको आवश्यकता पर्छ है त। पक्कै पनि हामीहरू यहाँहरूको पर्खाइको घडीलाई समाप्त गर्दै पहिलो प्रस्तुतितर्फ लाग्छौँ। तर पहिलो प्रस्तुतिको लागि चाहिँ ताली कस्तो हुनुपर्छ? हाम्रो कलाकार आउँदै हुनुहुन्छ उहाँको सम्मानको लागि तपाईँहरूको ताली नै उहाँको हौसला हुन्छ। त्यही भएर प्लिज तपाईँले चाहिँ आफ्नो ठाउँबाट भए पनि तालीको साथमा हामी स्वागत गरौँ। यताबाट रेडी हुनुहुन्छ? ठिक छ। अझै चित्त बुझाएको छैन, एउटा गीतमा नाचिसक्नु भएपछि आशा छ योभन्दा धेरै ताली बज्नेछ है त। हाम्रो आजको यस कार्यक्रमको पहिलो प्रस्तुति रहेको छ समाज युएद्वारा। म यहाँ यस स्टेजमा हाम्रो होलाहार कलाकारज्यूहरूलाई निमन्त्रणा गर्दैछु। यहाँ ब्याक स्टेजमा तयारी अवस्थामा पनि रहिरहनु भएको छ। Let's welcome to the stage तमु समाज युएका कलाकारज्यूहरू सुनिल तमु, सुस्मिता तमस्य, रुपेश तमु, कञ्चन तमस्य, लक्ष्मी तमुस्य, योगिन तमस्य, मोनिका तमुस्य, बिनु तमस्य, त्यसै गरी सपोर्टिभ आर्टिस्टमा हुनुहुन्छ किरण तमु, इन्द्र तमु, राजु तमु, सरिता लामा, सरस्वती तमु, भगवती तमुस्य, मीना तमस्य। कृपया जोरदार तालीले कलाकारहरूको हौसला बढाइदिनु होला। म हार्दिक अनुरोध गर्दछु तपाईँहरूले गीतलाई ट्र्याक बजाइदिनु भएर सहयोग गरिदिनु होला। तमुको चाहिँ ट्र्याक राख्नु होला। खोइ त ताली हजुर, ताली पुगेन है। फेरि रिप्लाई गरिदिनु होला साथीहरू। हजुर लासो बिजी जा हेर्नु न दिदीबहिनीहरू, हाम्रो गाउँमा कति राम्रो संस्कृतिहरू आउनु परेछ। हाम्रो गाउँमा घुम्न आउनुभएको
हेलो सोधी यो गुरुङ भाषी सही के भन्छ छ्याछ्यालो सोधिनीहरू हेर्नुहोस् न हामी त ढुङ्गा घुम्ने गुरुङ ठाउँमा पो आइपुगेछ है सब्जी साइड पारेर आउनु भएछ त सोल्टीज्यू आज त हाम्रो राम्रो डोली पनि छ नि त्यही डोलीमा सोल्टीहरूलाई पाहुना संस्कार गर्छौँ र गुरुङहरूको संस्कार संस्कृतिको झलक पनि देखाउँछौँ सोल्टीहरू डोलीमा आउनु ए ल सोधिनीहरू पक्कै पनि आउँछु गाइस यार थाक्यो यार अब ट्याप गर्ने हुने सबैलाई धन्यवाद